विक्रम सम्वत 2049 सालमा खोटाङबाट इलाम आएका थर्कबहादुर राई 2024 सालमा जन्मिएकी सुकमाया लिम्बूसँग जीवनगाँठो कसेपछि 2050 साल वैशाख 23 गते जन्मिन्छन् गोकुल राई। यो कथा हो सङ्घर्षको। यो कथा हो अभावमा हुर्किएको आशाको दियो बाल्ने एक युवाको। यो कथा हो इलामको माटोसँग जोडिएको एउटा नाम गोकुल राई। किसान परिवारमा जन्मिएका गोकुल सानैदेखि फरक स्वभावका थिए। अरूले जस्तै समय बिताएनन् उनले। उनी नयाँ सोच्थे, खोज्थे, सिक्थे र सिकाउँथे। उनीसँग एउटा विशेषता थियो, राम्रो कुरा जहाँबाट पनि लिन सक्ने, गलत कुरा देख्दा चुप लागेर नबस्ने, तर आवाज उठाउँदा पनि सभ्य भाषा प्रयोग गर्ने, आफूभन्दा ठुला मानिसको गल्तीलाई अपमान होइन सम्मानका साथ सम्झाउने, सानोलाई माया, ठुलालाई आदर, यही थियो उनको संस्कार। समय बित्दै गयो, सिकाइसँगै जीवन अगाडि बढ्दै गयो। डोको, नाम्लो, हलो, कोदालो, ढेकी जाँतो यी केवल औजार थिएनन् उनका लागि, यी त थिए जीवनका शिक्षक। उनी आफ्नै ठाउँको हावापानीसँग परिचित भए। वनजङ्गल, खोल्सा, खोला, नाला, खेतबारी यी सबैसँग उनको आत्मीय सम्बन्ध बन्यो। छरछिमेक, इष्टमित्र, गुरुजन, साथीभाइ सबैसँग माया साटे। ससाना भाइ बहिनीहरूलाई सही बाटोमा हिँड्न प्रेरित गर्दै आए। तर जीवन सजिलो थिएन। अभाव, दुःख, अपूर्ण सपना यी सबै गोकुल राईका जीवनका हिस्सा थिए। खेताला र मेलापात गरेर कापी कलम किन्ने बालक, 2 घण्टा उकालो हिँडेर विद्यालय पुग्ने विद्यार्थी, आफूसँगै भाइ बहिनीहरूलाई पनि पढाउन लैजाने दाइ, आफूले विद्यालयमा अध्यापन गर्न छुट्याएका कुरा साथीभाइहरूबाट पढाइ बुझ्ने गर्थे। घर आएपछि भाइ बहिनीहरूले विद्यालय नगएर छुट्याएका कक्षाहरू आफैले अध्यापन गराउने गर्थे। हास्यास्पद कुरा यस्तो पनि छ, सही र गलतको बहस गर्दा कहिलेकाहीँ घरमै शारीरिक यातना सहनुपर्ने अवस्था पनि आयो। तर उनी पछि हटेनन्, टुटेनन्, हार मानेनन्। उनले दुखाइलाई कमजोरी होइन सिकाइ माने, अभावलाई अवरोध होइन ऊर्जा बनाए। आज उही गोकुल राई डबल ब्याचलर अध्ययनरत छन्। कला, साहित्य, सञ्चार यी उनका रुचिका क्षेत्र हुन्। तालिम लिए, सिप सिके र आफूले जानेका कुरा अरूलाई पनि सिकाए। विगत 12 वर्षदेखि कृषि पशुपालनमा सक्रिय छन्। 14 वर्षदेखि वन, वातावरण, सामुदायिक विकास र गरिबी निवारण क्षेत्रमा योगदान। 10 वर्षदेखि कृषि तथा पशु स्वास्थ्य सेवामा निरन्तर सेवा। 1 वर्ष शिक्षण पेशा, झन्डै 2 दशक राजनीतिक यात्रामा सक्रिय। राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना कालदेखि आबद्ध भई आज उनी इलाम क्षेत्र नम्बर 2 बाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार बनेका छन्। साथै सामुदायिक वन उपभोक्ता महासङ्घ इलाम जिल्ला अध्यक्ष छन्। साथै नेपाल भेटेनेरियन लाइफ स्टक एसोसिएसन इलाम जिल्ला उपाध्यक्ष छन्। तर यी पदहरूभन्दा उनको ठुलो परिचय के हो? उनको परिचय हो इलामको भूगोल चिनेको नेतृत्व, यहाँको माटो बुझेको व्यक्ति, यहाँको दुःख, सम्भावना र सपना चिनेको युवा। अब प्रश्न उठ्छ, किन गोकुल राईलाई नै भोट? जसले आफ्नो परिवारको जिम्मेवारी बोकेको छ उसले देशको जिम्मेवारी पनि बोकेर देखाउन सक्छ। आफ्नो क्षेत्रको भूगोल, परिवेश, समस्या र सम्भावना राम्ररी बुझेका छन्। अभाव भोगेको व्यक्तिले जनताको पीडा बुझ्छ। कृषि, वन, पशु स्वास्थ्य, सामुदायिक विकासमा व्यावहारिक अनुभव छ। स्वच्छ छवि, स्पष्ट सोच र सेवाको भाव। नयाँ पुस्ताको प्रतिनिधित्व, नयाँ सोच, नयाँ ऊर्जा। अब कुरा गरौँ गोकुल राईका संक्षिप्त प्रतिबद्धताहरू। इलाम क्षेत्र नम्बर 2 को सन्तुलित र दिगो विकासका लागि जनमुखी नीति निर्माण, कृषि, अदुवा, अलैँची, अमृसो, अकबरे, ओलन, अर्थोडक्स चिया साथै अर्गानिक उत्पादनहरू, पर्यापर्यटनमा आधारित उद्यम र स्वरोजगार, गुणस्तरीय स्वास्थ्य, शिक्षा र नागरिकको पहुँच, वन, वातावरण र नागरिक मैत्री पूर्वाधार विकास,
युवा तथा खेलकुद, कला, साहित्य र सांस्कृतिक उत्थानमा प्रोत्साहन, कृषि तथा पशुजन्य उत्पादनमा वृद्धि र आवश्यक बजारीकरण, प्रत्येक विकासको गतिविधिमा स्थानीयको सहभागिता र सुशासन, प्राकृतिक स्रोत र सार्वजनिक सम्पदामा ऐतिहासिक, धार्मिक, पुरातात्विक समेत नागरिकको प्रत्यक्ष सहभागिता मार्फत सम्वर्धन र जीवन स्तर वृद्धि, फरक क्षमता र लक्षित वर्गहरूका लागि समतामूलक सेवा विस्तार, गरिबी निवारण र सामुदायिक विकास। सङ्घर्षबाट उठेको युवा, अनुभवले परिपक्व बनेको नेतृत्व, इलामको माटोसँग जोडिएको एउटा विश्वास। यो केवल चुनाव होइन, यो परिवर्तनको अवसर हो। अब निर्णय तपाईँकै हातमा छ। भोट भविष्यमा दिनुहोस्, भोट आशामा दिनुहोस्, भोट गोकुल राईलाई दिनुहोस्। सङ्घर्षको कथा अब परिवर्तनको यात्रा बन्नेछ।